हेलो हेलो साथीभाइहरू, गुड मर्निङ। के छ हजुरहरूको हालखबर? अनि नि साथीभाइहरू, हरेक मान्छेले खुसी, सुखी, लग्जरी आफ्नो वेले डिस्क्राइब गर्ने होला है। कसैलाई अरूलाई खुसी पार्दाखेरि म खुसी हुन्छु भन्ने होला। कसैलाई मैले यो चिज चाहिँ अचिभ गरेँ भने चाहिँ म एकदम सुखी हुन्छु भन्ने होला। जस्तै कि बिरामी मान्छेलाई म ठिक हुन पाए हुन्थ्यो, योभन्दा ठुलो खुसी उसको लागि केही हुँदैन नि त। निन्द्रा नलाग्ने मान्छेलाई आज निन्द्रा लाग्यो भनेपछि त्योभन्दा खुसी अरू केही हुँदैन नि त। यसरी नै आफ्नो वे अफ डेफिनेसन हुने होला के हरेक खुसीको, हरेक सुखको है। मलाई चाहिँ कस्तो लाग्छ भने नि कुनै पनि कुरा के जस्तो म यो खाना पकाउँछु फलानु खुसी हुन्छ कि, कोही चाहिँ फाइनेन्सियली विक भएको हुन्छ म यसलाई हेल्प गर्छु यो खुसी होला कि, यस्तो यस्तो लाग्थ्यो कि पहिला मलाई। अहिले उमेर बढ्दै जाँदाखेरि चाहिँ मैले अरूको लागि यो चिज गरेर उसलाई खुसी बनाउँछु भन्नेको चाहिँ त्यो एकदम क्षणिक रहेछ कि, एउटा सर्टेन टाइमको लागि मात्रै रहेछ जस्तो लाग्छ कि। मेरो लागि खुसीको डेफिनेसन भनेको चाहिँ मेरो आत्मसन्तुष्टि क्या। मैले यो पकाइरहेको छु नि, यो घर सफा गरिरहेको छु नि, यो सबै चिजहरू गर्दा चाहिँ मैले मेरो बच्चालाई खुसी बनाउँछु, मेरो श्रीमानलाई खुसी बनाउँछु भन्दा पनि मलाई चाहिँ आत्मसन्तुष्टि हुन्छ कि यो कुराले। अनि त्यही कुराले चाहिँ मलाई एकदम धेरै खुसी दिन्छ कि। अनि मेरो यो गन्तन सुन्दा सुन्दै अब घरको काम सक्यो है, अब के गर्नु त भनेर सोचिरहेको थिएँ। मेकअप गर्दै लज्जा त भनेर। अनि मेकअप गर्दा गर्दै अनि बुनुले आइसुन कि विराटनगर दिजु मलाई दिक्क लाग्यो भनेर भन्यो। अनि म त यस्तो ढान्टरान मेकअप सकेर रेडी भएँ साथीहरू विराटनगर जानको लागि। अब मेरो बहिनीले मलाई बोलाउने अनि म नजाने भन्ने हुन्छ त। एनिथिङ फर यु मेरो बुन्टु। अनि रेडी भएँ है अब जानलाई। यो पनि मैले मेरो मन खुसी बनाउनको लागि, मलाई आत्मसन्तुष्टि हुनको लागि गरेको डिसिजन हो कि साथीभाइहरू। जान त गएँ, तर हिजो त यस्तो डेन्जर इन्सिडेन्ट भयो हाम्रो लाइफमा। प्लेन हाफ अवे उडाएर टेक्निकल इस्यु भनेर हामीलाई फेरि फिर्ता काठमाडौँ लिएर आयो नि। अनि फेरि सेकेन्ड फ्लाइटमा चढाएर अनि देन म ल्यान्ड भएँ। एन्ड दिस इज द ह्याप्पिएस्ट मोमेन्ट। एनिथिङ फर यु माई लभ। सबैलाई खुसी बनाउन खोज्दा, सबैलाई म यो चिजले म उसलाई चाहिँ ह्याप्पी बनाउँछु, म यो चिज गर्दा हुन्छु भन्दा तपाईँले चाहिँ तपाईँको आत्मालाई खुसी बनाउन ट्राई गर्नुहोस् है। अनि फेरि आत्मा खुसी हुन्छ पानीपुरी खाएर। आजको मेरो दिन चाहिँ मैले यसरी नै सकाएँ। होप यु अल आर डुइङ ग्रेट। आई लभ यु साथी।